यहाँ चाहिँ यारिनाक है। अनि यो चाहिँ ताकीको यो पोर्टुगिज टाइपमा है, ताकीको। अनि यो भित्र आउनुहोस्। गुरु रिम्पोछे चाहिँ यहाँ बस्नु भएको है। यहाँ अब क्षेत्रहरू तपाईँलाई जुन यहाँ खाता राखेँ मैले। गुरु रिम्पोछे चाहिँ उहाँ छम्म त्यहाँ बस्नु भएको यहाँको। अनि यो चाहिँ दोर्जे है, यो चाहिँ बिल्बु है। अनि यो यो चाहिँ है। यो चाहिँ दुङ छ नि त्यहाँ दुङ है। अनि यो पुरै चाहिँ शान्तिकी सिङ्गा यो स्वर्ग भन्छौँ नि हामी, स्वर्ग है। त्यसरी अब यो ङाको ङा दुङ तिर्बु दुङ भयो। अनि बाँकी चाहिँ सबै शान्तिकी सिङ्गा। अनि यो चाहिँ गुरुलेम्बर चाहिँ छम्म बस्नु भएको यहाँ मजाको बस्यो यहाँ चाहिँ छम्म बस्नु भएको है।
做确实就的是他们的那的名言，Yaksha Nagpo是的，Yaksha Nagpo是咱们的自己有的，特地命令是的，特地他们也这些的不这么轻易，他们对这个内地的是内，他做确实的是，他们内地里啊不这么轻易，真的现实嘛多，这些。嘛，他们的第二次都出征去是的，开出去，对是的。यहाँ दबाएर चाहिँ यसलाई दुलुल गरेर चाहिँ यो स्टाइल बनाएको नमस्ते यो चाहिँ काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर 5 मा पर्छ यसलाई चाहिँ तपाईको यारिनाक भन्छ तेमाल यो चाहिँ तपाईको एउटा किम्वदन्तीमा उबेलामा गुरु रिम्पोचे तुङसुङ कुण्डमा तपस्या गर्नु भए पश्चात याक्शा नगपो भन्ने राक्षसलाई अन्त्येष्टि गरेर यो ठाउँमा मानव बस्ती बसाल्न भन्ने एउटा किम्वदन्ती छ रहेछ सुनेको कुरामा यथार्थ कुरा त हाम्रो एउटा किम्वदन्ती हो त्यसकारणले अनि यहाँ चाहिँ तपाईको अहिले सम्पूर्ण यो ठाउँको मूलवासी सम्पूर्ण यो ठाउँको वासीहरू मूलवासीहरूले सबैको सहयोगमा अन्य ठाउँमा गएर धर्महरू यो बुद्ध धर्मको बारेमा अध्ययन गरे पश्चात अहिले हामीले यो छोडेनहरू यो गुम्बा यो चाहिँ लोकेश्वर ध्यान गुम्बा हो अनि यो छोडेन अनि निर्माण सम्पन्न गरिसकेको अवस्था र अनि यो नजिकै जुन ठाउँमा चाहिँ याक्शा नगपो राक्षसले जुन ठाउँमा अन्त्येष्टि गरेको छ ठाउँमा चाहिँ हामीले गुरु रिम्पोचेको मूर्ति बनाएको छ जसलाई तपाईहरु अहिले भर्खर हेर्न सक्नुहुन्छ तल गहिरोमा यो चाहिँ यो डाँडा चाहिँ याक्शा नगपोको शरीर जसलाई यो डाँडा भनिन्छ अनि याक्शा नगपोको चाहिँ याक्शा नगपो भन्ने राक्षसलाई चाहिँ तपाईको दाहिने खुट्टा महाभारत रेख देब्रे खुट्टा सैनुले पारी पुर्याएर उहाँको टाउको चाहिँ अलिकति योभन्दा अलिकति लगभग यहाँबाट 500 मिटर तल त्यो ठाउँमा छ त्यसलाई चाहिँ अहिले पनि हाम्रो तामाङ भाषामा ज्ञानबो भन्छ ज्ञानबोलले भन्छ ज्ञानबो भनेको नाक ले भनेको तामाङ भाषामा जिब्रो अहिले पनि त्यो ठाउँमा त्यो अवस्थामा छ त्यसकारणले अब यो कुरा चाहिँ उहिलेको कुरा काल्पनिक कुरा हो त्यही भएर अहिले सम्पूर्ण सबै भक्तहरू बुद्धिस्टहरू चाहिँ महानुभाव सबैजना पाल्नु भएकोहरूलाई अनि पाल्नु भएको छ उहाँहरू आइरहनु भएको छ तपाईँहरूलाई पनि हाम्रै हृदयदेखि स्वागत गर्छौँ लसो थुचेची धन्यवाद।
यहाँ चाहिँ तपाईँको त्यो जस्तै अब डेथ भएको ठाउँ यो त्यो भयो त्यो चाहिँ तपाईँको अब त्यो याक्शा भन्ने राक्षस छ नि उसलाई चाहिँ यहाँ डेथ भएको स्पट लास्ट तपाईँको यो चाहिँ लास्ट माथि फर्स्ट सेकेन्ड थर्ड फोर्थ यो माथि जङ्गल छ माथि हजुर त्योभन्दा अगाडि एउटा छ हजुर यो थर्ड त्यो उनीहरू माथि यो सेकेन्ड होइन सेकेन्ड लास्ट थर्ड लास्ट त्यहाँ डाँडो के भयो खाल्टो छ कि पुरै खाल्टो छ त्यहाँबाट बागेर आएको पछाड्दै तपाईँले हजुर आफ्नो दुश्मनलाई पछाड्छ नि त हजुर पछाडि तपाईँ खाल्टो हुन्छ पहिले तपाईँको यहाँ पानी जम्थ्यो यहाँ तपाईँको यो अब पछि अब यो मौसम कारणले गर्दाखेरि होइन पानी जम्छ त्यही भएर अहिले चाहिँ हामीले पानी अहिले चाहिँ यो आरसिसी गरेर यो बुद्ध मन्दिर पनि चाहिँ पानी जम्छ अब हजुर 최종이도 와 간체네 단에 고름체 단데 되디 야스나고 되디 되게 되게 해봐 아니 지금 되나 지금이 되네 담아들이야 야스나고 저 뒤에 또